हेलो एन्ड नमस्ते एभ्रिवान। म चाहिँ अहिले जाउँदाखेरिमा चाहिँ अनि अब चाहिँ म भिभन्ता होटल जाँदैछु होइन, धम्सीखेलमा चाहिँ बनाएको होटल, भर्खरै खुलेको होटल। कता जाने? भिभन्ता यही हो है भिभन्ता होटल चाहिँ। कता इन्ट्रान्स कता हो खै? पार्किङ गराउनु होला सर। अहिले 16 मा लानु, गाडी धेरै छ, तल लानुपर्छ पार्किङ। पार्किङ त यता हो। यो गाडी जान्छ गाडी धेरै छ। लिमिटेड कता राख्ने यार? सो म चाहिँ अहिले भिभन्ता होटलको पार्किङमा छु है। सो यो भिभन्ता होटल आज एउटा यहाँ प्रोग्राम हुँदैछ, सो त्यसको लागि हो म यहाँ आएको चाहिँ। ओके दिस इज प्रोग्राम सेटिङ आजको लागि। ओके भ्यू फ्रम भिभन्ता होटल कस्तो छ त, कस्तो हाउ इज इट? केटाहरू सब आइसकेको छन्। माथि जाउँ न, माथि जाउँ न, माथि। स्विमिङ पुल
वेलकम। टेलिभिजनमाबाट सुरु गर्न पहिला गर्न खोज्यो आजभन्दा 20औं वर्ष अगाडि। त त्यो बेलामा जति पनि कमेडीहरूलाई लिएर आउँथ्यो, समेट ल्याउँथ्यो, सबैले उयो जाँड खाए एक्टिङ गर्ने, यस्तो उस्तो मात्रै गर्ने। 10 जना पनि राम्रो आउँदैन थियो के। अनि उहाँ आउन पाएको छैन, मैले भनेको थिएँ सक्नुहुन्छ त्यत्रो कमेडी कलेक्सन गर्नु, यो त एकदम राम्रो, यो ठुलो एकदम टप काम हो यो त। गीत गाउने भन्ने त धेरै आउन सक्छ, डान्स गर्ने सोजमा गेस्ट जज आउने पक्का जस्तै लागेको छ मलाई। र उहाँहरूको कन्सेन्टलाई लिएर नै, उहाँको यस लिएर नै हामीले उहाँहरूलाई चाहिँ उहाँहरूप्रति गर्ने ह्युमर गर्नेछौँ। त्यसलाई चाहिँ पर्सनली नलिदिनु होला भनेर चाहिँ रिक्वेस्ट गर्न चाहन्छौँ। हुन त हामीले डिस्क्लेमरमा एभ्री एपिसोड अगाडि तपाईँले देख्नुहुनेछ, एभ्रिथिङ इज स्क्रिप्टेड, 60-70% इज स्क्रिप्टेड। सो हाम्रो प्रोग्राम सकेको छ है अहिले भर्खरै। Guys, मेन टाइम वेस्ट जाँदैन के भयो के हो कि मसरुम के हो यो मसरुम मसरुम हो मसरुम हो पुरै कैँची चाहिँ हामीले थियौँ है एउटै अरू पकाउनु यहाँबाट होटलबाट प्रोग्रामहरू सबै सक्यो। यहाँ छैन होला कहाँबाट तल झऱ्यो यहीँबाट। सो गाइज फाइनल्ली गोप्रोको ब्याट्री ठ्याक्किसक्यो अनि भिडियो यहीँ एन्ड हुन्छ। अनि मेरो च्यानल लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। यो भिडियो हेर्नुभएकोमा धन्यवाद। See you in the next video.